यदि तपाईको छाला तैलीय वा सामान्य छ भने यो चिसो मौसमले यसमा धेरै असर गर्दैन। यद्यपि यदि यो सुक्खा वा खस्रो छ भने तपाईलाई यस मौसममा अतिरिक्त हेरचाहको आवश्यकता पर्छ। चिसो हावाले छाला फुट्न वा सुक्खा हुन सक्छ। अनुहारको छाला सबैभन्दा बढी प्रभावित हुन्छ। छालाको ओसिलोपन कायम राख्न गाह्रो छैन। मौसमको लागि उपयुक्त फेसियल गरेर तपाईँ यसलाई मौसमको प्रतिकूल प्रभावबाट जोगाउन सक्नुहुन्छ। फेसियल कसरी गर्ने र यस मौसममा कुन सामग्री प्रयोग गर्ने, आउनुहोस् पत्ता लगाऊ। पहिले क्लिन्जिङ मिल्कले आफ्नो अनुहार सफा गर्नुहोस् र पानीले कुल्ला गर्नुहोस्। बराबर मात्रामा ग्लिसरिन र गुलाब जल मिसाउनुहोस् र त्यसले आफ्नो अनुहारमा बिस्तारै मालिस गर्नुहोस्। आफ्नो घाँटीमा बिस्तारै मालिस गर्दा आफ्नो हात माथितिर सार्नुहोस्। आफ्नो हात बाहिर सार्दै आफ्नो चिउँडोमा मालिस गर्नुहोस्। आफ्नो गालालाई गोलाकार गतिमा मालिस गर्नुहोस्। आफ्नो हातलाई तलबाट माथि सार्नुहोस्। यसले रक्त सञ्चार बढाउँछ र आफ्नो गालाको गुलाबीपन कायम राख्छ। आफ्नो निधारमा मालिस गर्दा आफ्नो हातलाई बायाँबाट दायाँतिर थोरै सार्नुहोस्। आफ्नो आँखाको नाजुकतालाई ध्यान दिनुहोस्। ग्लिसरिनलाई आँखामा प्रवेश गर्नबाट रोक्नको लागि आफ्नो औँलाहरूलाई गोलाकार गतिमा सार्नुहोस्, किनकि यसले जलन निम्त्याउन सक्छ। जाडोमा ओठको लागि ग्लिसरिन मसाज आवश्यक छ। यसले सुक्खा छालालाई शान्त पार्छ र फुटेको ओठलाई शान्त पार्छ। आफ्नो ओठलाई एक पटक बायाँ र त्यसपछि दायाँमा मालिस गर्नुहोस्। यो नाकको लागि पनि एक राम्रो मसाज हो। यसले तपाईको नाकको खस्रो छालालाई पनि नरम र उज्यालो बनाउनेछ। जाडोमा यदि तपाईले यो मसाज दिनमा 2 देखि 3 पटक गर्नुभयो भने जब तपाईसँग समय हुन्छ तपाईको छाला चम्किलो हुनेछ र यसको प्रभाव देखिने र स्थायी हुनेछ। यी दिनहरूमा प्रयोग गरिने फेस प्याकहरू पनि अलि फरक छन्। सबैभन्दा राम्रो प्याक रातो चन्दनको पाउडर मानिन्छ। बाक्लो पेस्ट बनाउन पर्याप्त ताजा क्रिम थप्नुहोस्। यो पेस्टलाई घाँटी र सम्पूर्ण अनुहारमा लगाउनुहोस्। तलदेखि माथिसम्म गोलाकार गतिमा काम गर्दै 15 देखि 20 मिनेटपछि मनतातो पानीले धुनुहोस्। यसले छालाको सुक्खापन हटाउँछ। सुक्खा छालाको लागि बदामको तेलमा 2 देखि 3 थोपा कागतीको रस थप्नुहोस् र चन्दनको पाउडरसँग मिसाउनुहोस्। यसलाई अनुहारमा लगाउनुहोस्। 5 देखि 7 मिनेटपछि यसलाई बिस्तारै रगड्नुहोस् र मनतातो पानीले अनुहार धुनुहोस्। यदि बदामको तेल उपलब्ध छैन भने तपाईँ दुध पनि प्रयोग गर्न सक्नुहुन्छ। यसले छालाको कोमलता बढाउनेछ र कालो दागहरू पनि हटाउँछ। तैलीय छालाको लागि महमा बेसन मिसाएर अनुहारमा बिस्तारै लगाउनुहोस् र त्यसपछि यसलाई धुनुहोस्। बेसनले अतिरिक्त तेल हटाउनेछ र महले छालालाई कसिलो बनाउनेछ। महले छालाको चमक पनि कायम राख्नेछ। यदि तपाईँ घाममा धेरै समय बिताउनुहुन्छ भने तपाईको रङ प्रभावित हुने निश्चित छ। कपासको बलमा काँचो दुध र कागतीको रस लगाउनुहोस् र यस्तो छालामा बिस्तारै रगड्नुहोस्। यसले छालालाई यसको मूल रङ्गमा पुनर्स्थापित गर्नेछ। त्यसपछि प्याक प्रयोग गर्नुहोस्। यदि तपाईसँग समय छैन भने सुक्खा हावाको प्रभावबाट छालालाई बचाउन र यसलाई चिल्लो र नरम राख्न बदाम, जैतुन तिल वा तोरीको तेलले मालिस गर्नुहोस्। त्यसपछि मनतातो पानीमा भिजाइएको तेलले निचोरेर लगाउनुहोस्। कहिलेकाहीँ हामी साधारण रोगको बारेमा पनि आत्तिन्छौँ, तर यदि हामीलाई घरेलु उपचारको बारेमा थोरै मात्र थाहा छ भने तिनीहरू तुरुन्तै सजिलै उपचार गर्न सकिन्छ। यदि तपाईको छालालाई डन्डीफोर र दागहरूबाट मुक्त राख्नको लागि केही सजिलो र घरेलु उपचारहरू छन्। 5 ग्राम सल्फर पाउडर 25 मिलिलिटर ग्लिसरिन र 25 मिलिलिटर शुद्ध गुलाब जलमा मिसाउनुहोस्। यो पेस्टलाई आफ्नो अनुहारमा रातभर लगाउनुहोस् र छोड्नुहोस्। बिहान पानीले आफ्नो अनुहार धुनुहोस्। यो पेस्टले तपाईलाई 1 हप्ताभित्र डन्डीफोरबाट छुटकारा पाउन मद्दत गर्न सक्छ। उत्कृष्ट परिणामको लागि हप्तामा 3 पटक लगाउनुहोस्। 20 ग्राम सुन्तलाको बोक्रा र 5 ग्राम सुकेको निमको पात लिनुहोस् र तिनीहरूलाई पिसेर पाउडर बनाउनुहोस्। यो पाउडरमा 5 ग्राम यो पाउडर चन्दनको पाउडर र पिठो थप्नुहोस्। यस मिश्रणमा 5 मिलिलिटर बदामको तेल र बराबर मात्रामा तिलको तेल थप्नुहोस्। यो पेस्टलाई रातभर आफ्नो अनुहारमा लगाउनुहोस् र बिहान पानीले कुल्ला गर्नुहोस्। यो पेस्ट हप्तामा 3-4 पटक लगाउनुहोस्। गुलाब, सेन्ना, निम, तुलसी पातहरू प्रत्येक 3 ग्राम उमाल्नुहोस्। मिश्रण छान्नुहोस् र चिनी थप्नुहोस्। यो मिश्रण हरेक रात सुत्नु अघि पिउनुहोस्। तपाईले 15 दिनभित्र
धेरै फरक देख्नुहुनेछ।